सबैजनालाई येशू ख्रीष्टको नाममा जय मसीह। म सुरज राईको तर्फबाट जो चाहिँ प्रभुमा आइकन पनि पुरानै जीवनशैलीमा बाँचिरहेको छ, पुरानै अनि संसारको ढाँचामा जीवन जिउँदैछ, त्यस व्यक्तिहरूको लागि वचन कलसी 3:8 यसरी भन्दछ, तर अब तिमीहरूले पनि यी सबै कुरा त्याग, रिस, क्रोध, डाह, निन्दा आफ्नो मुखबाट निस्कने फोहोर बोली। हालेलुया। यदि कोही ख्रीष्टमा छ भने, यदि कोही प्रभुमा आएको छ भने उनीहरूको जीवन चाहिँ विगतका दिनहरू जस्तो होइन, सांसारिक ढाँचा जस्तो होइन, अनि संसारको मोज मजा अनुसारको होइन, अनि पुरानै जीवनशैली होइन, तर ख्रीष्टमा आइसकेपछि चाहिँ हाम्रो जीवन परिवर्तन हुन आवश्यक छ। हामीमा भएको पुरानो जीवनशैली, सांसारिक ढाँचा पाराको प्रत्येक कुरालाई हामीले त्याग्न आवश्यक छ। हुनसक्छ विगतका दिनमा हाम्रो रिस, घमण्ड, विभिन्न कुराहरू हामीले खाने अशुद्ध बोलीहरू, विभिन्न कुराले गर्दाखेरि, हाम्रो घमण्डले गर्दाखेरि गाउँ समाजमा विभिन्न असरहरू परेको हुनसक्छ। तर परम प्रभुको शरणमा आइसकेपछि चाहिँ उहाँ जस्तै नम्रता र सहनशील भइकन हिँड्न हामी आवश्यक छ। त्यसकारण प्रियहरू, आजको यस वचनले हामीलाई सिकाउँदछ हामी भित्रको प्रत्येक खराबी कुराहरूलाई त्याग्न आवश्यक छ। प्रत्येक पुरानो जीवनशैली चाहिँ गाडिएको हुनुपर्छ अनि हामी नयाँ भइकन आउन आवश्यक छ। किनभने गाउँ समाज संसारका मानिसहरूले हेर्दै गर्दा हामीमा त्यो परिवर्तन देखिन आवश्यक छ। विगतको दिनमा जब हामी खराबीमा हिँड्दै थियौँ, जब हामी विभिन्न मोज मजा, झै झगडा, विभिन्न अशुद्ध खानपान अनि विभिन्न अशुद्ध बोली, रिस, घमण्डमा हिँड्थ्यौँ, तब मानिसहरूले हामीलाई भन्ने गर्थे बेकारको, नराम्रो, खराब मानिस भनिकन हामीलाई चिन्ने गर्थ्यो। तर जब हामी ख्रीष्टमा आएका छौँ, हामी असल व्यक्ति भइकन चिनिनु आवश्यक छ। ख्रीष्ट जस्तै भइकन हामी हिँड्न आवश्यक छ। अनि यो सबै कुरालाई हामी भित्र भएको पुरानो जीवनशैली, सांसारिक ढाँचालाई चाहिँ हामीले परिवर्तन गर्न आवश्यक छ। जसरी ख्रीष्ट हिँड्नु भएको छ, त्यस्तै गरेर हामी पनि ख्रीष्टको हृदयलाई बोकी हिँड्नु आवश्यक छ। र हामी हेर्छौँ भने तीतस 2:8 यसरी लेखिएको छ, र कसैले निन्दा गर्न नपाउने, ठीक बोली होस्, ताकि हाम्रा विरुद्धमा खराबी बोल्ने कुरा केही नभएकोले हाम्रो विरोधी शर्ममा परोस्। आमेन। यस वचनले हामीलाई के सिकाउँदैछ भने, यदि हामी पुरानो सम्पूर्ण कुरालाई चाहिँ त्याग गरिकन ख्रीष्ट जस्तै असल भइकन हामी हिँड्छौँ भने नि हाम्रो विरुद्धमा बोल्नेहरू पनि चुप रहन सक्छ। हाम्रो विरुद्धमा हामीलाई औला उठाउने, हामीलाई खराब सोच्ने, हाम्रो विरुद्धमा नराम्रो कुरा बोल्नको लागि मौका खोजिरहेको हरेक व्यक्तिहरूले चाहिँ त्यो मौकालाई भेट्ने छैन। किनकि हामीमा त्यो असल कुरा हुँदै गर्दाखेरि, हामीमा त्यो परिवर्तनको कुराहरू आउँदै गर्दाखेरि विगतमा जस्तो खराबी कुराहरू कसैले पनि हामीबाट भेटाउने छैन। र अनि जब हामी ख्रीष्ट जस्तै भइकन हिँड्छौँ, हाम्रो जीवनबाट उहाँको सुसमाचार अथवा सुसन्देश पनि देखा पर्दछ। हाम्रो जीवनबाट एउटा नयाँ गवाईको कुराहरू देखिनु आवश्यक छ। त्यसकारण आजको यस वचनले हामीलाई सिकाउँदछ कि संसारको ढाँचा पारा अनुसार होइन, अनि पुरानो जीवनशैलीलाई चाहिँ हामीले छोडिकन पुरानो जीवनशैली, पुरानो जीवनमा भएका सम्पूर्ण खराबी कुरालाई चाहिँ त्यागिकन हामी हिँड्न आवश्यक छ। एक नयाँ भइकन हिँड्न आवश्यक छ। अनि हाम्रो जीवनबाट प्रभुको सुसन्देश, सुसमाचार देखिन आवश्यक छ। प्रभुको असल र भलोपनलाई देखिन आवश्यक छ। परम प्रभुले गर्नुहुने प्रेम चाहिँ तपाईँ हाम्रो जीवनबाट देखिन आवश्यक छ। आमेन। हुन्छ, आजको वचन, यस वचनद्वारा जति पनि मैले यसमा घटी कमी गरेँ होला, तपाईँहरूले मलाई क्षमा गरिदिनु होला। आशा गर्दछु कि आजको वचनद्वारा तपाईँहरू आशिषित हुनुभएको छ। र यस्तै भिडियो फेरि पनि म ल्याउने छु। अनि यस भिडियोलाई तपाईँले लाइक, कमेन्ट, सेयर पनि गरिदिनु होला, र यस्तै भिडियो हेर्नका लागि फलो पनि गरिदिनु होला भन्दै सबैजनालाई फेरि पनि जय मसीह।